बागमती प्रोभिन्सले 2080 मा के सोधियो भन्दाखेरि सपोज द सिल्भर इज बिन प्युरिफाइड बाई इलेक्ट्रो रिफाइनिङ मेथड हामीले चाहिँ इलेक्ट्रो रिफाइनिङ मेथडको युज गरेर सिल्भरलाई प्युरिफाई गर्नु पर्यो रे ड्र द फिगर अफ द करेक्ट कनेक्सन अफ द मेटेरियल विथ अल रिक्वायरमेन्ट के चाहिन्छ त हामीले के मेटेरियलहरू चाहिन्छ त त्यो रिफाइनिङ गर्नको लागि प्युरिफाई गर्नको लागि हामीले सुरुमा बिकर लिनु पर्यो बिकरमा CuSO4 सोल्युसन हाल्नु पर्यो त्यसपछि हामीले एनोड र क्याथोडलाई राम्रोसँग मिलाएर कनेक्सन गर्नु पर्यो अब यतापट्टि हेरौँ यो प्लस टर्मिनललाई हामीले अलिकति यो माथिपट्टि लान्छौँ यो माइनसको अलिकति सानो बनाएको हुन्छौँ यसो कम्पेरिजनमा यो एनोड भयो एनोड भनेको इम्प्योर मेटल भयो क्याथोड भनेको प्योर मेटल भयो यो एनोड मोडहरू छ तल हामीले यहाँ CuSO4 सोल्युसन राखेको छ प्युरिफिकेसन अफ सिल्भर बाई इलेक्ट्रो रिफाइनिङ मेथड है अब हामीले इलेक्ट्रो रिफाइनिङ मेथडबाट चाहिँ सिल्भरको प्युरिफिकेसन गर्छौँ यदि हामीले यस्तो फिगर सोधिहाल्यो भने हामीले यस्तो फिगर चाहिँ राम्रोसँग बनाउनुपर्छ एनोड फिक्स गर्ने क्याथोड फिक्स गर्ने एनोड पोजिटिभ टर्मिनलसँग जोडिदिने क्याथोड भनेको नेगेटिभ टर्मिनलसँग जोडिदिने है यदि गर्यो भने हामीले राम्रो मार्क्स पाउँछ हामीले 2 मार्क्समा यस्तो क्वेसन सोध्न सक्छ है